नमस्ते, स्वागत छ हाम्रो नयाँ भिडियोमा। र यस भिडियोमा म तपाईँहरूलाई देखाउनेछु कि कसरी तपाईँ आफ्नो ल्यापटप अथवा कम्प्युटरमा कसरी एड युजर गर्न सक्नुहुन्छ। तपाईँ जस्तै कि तपाईँ 2 अथवा 3 जना तपाईँको ल्यापटप युज गर्नुहुन्छ होइन? अनि त्यो तपाईँ युज गरेको डाटाहरू अरूले पनि एक्सेस गर्न सक्छ एउटा युजर भयो भने। त्यो खण्डमा तपाईँ एनदर युजर क्रिएट गरेर तपाईँ प्राइभेसी आफ्नो सेक्रेट राख्न सक्नुहुन्छ। अरूलाई छुट्टै युजर नेम र पासवर्ड दिएर तपाईँ लगइन गर्न सक्नुहुन्छ होइन? त्यसको लागि यो भिडियोमा म एक्सप्लेन गर्दैछु। सो जाऊँ अब कम्प्युटर स्क्रिनमा आइसकेको छु। र तपाईँ विन्डोज 10 छ र 11 छ भने उस्तै लगभग सेटिङ हुन्छ। त्यसपछि हामी सबैभन्दा पहिला आफ्नो कम्प्युटरको सेटिङ ओपन गर्छौँ। त्यसपछि यहाँ माथि कर्नरमा यहाँ लोकल एकाउन्ट भन्ने अप्सन आउँछ, त्यसमा क्लिक गर्छौँ। त्यसपछि अलिकति तल स्लाइड गरेपछि यहाँ एड अदर युजर अदर युजर वाला अप्सन आइरहेको हुन्छ, यसमा क्लिक गर्छौँ। त्यसपछि यहाँ एड अदर युजर वाला एकाउन्ट छ, त्यसमा क्लिक गर्छौँ। त्यसपछि केही समय हामी वेट गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ यो तपाईको माइक्रोसफ्ट एकाउन्टबाट लगइन गर्न हुन्छ। इफ तपाईँ बिना माइक्रोसफ्ट एकाउन्टबाटै लगइन गर्न चाहनुहुन्छ भने यहाँ आई डोन्ट ह्याभ साइन इन अप्सन, यसमा क्लिक गरेर जान सक्नुहुन्छ। यहाँ त्यसपछि यहाँ एड युजर विदाउट माइक्रोसफ्ट एकाउन्टमा क्लिक गर्न सक्नुहुन्छ। इफ तपाईसँग माइक्रोसफ्ट एकाउन्ट छ भने तपाईँ त्यहीबाट जाँदा हुन्छ। त्यसपछि यहाँ आफ्नो युजर नेम राख्न सक्नुहुन्छ। पासवर्ड सेट गर्न चाहेमा तपाईँ पासवर्ड यहाँ सेट गर्नुहुन्छ। म पासवर्ड सेट गर्न चाहदिन। त्यसपछि नेक्स्टमा क्लिक गर्छु। नेक्स्टमा क्लिक गरेपछि यहाँ हाम्रो युजर आइसकेको छ र तपाईँ चाहिँ सिम्पली अब त्यो लगइन गर्नलाई यहाँ छ, यसमा क्लिक गर्नुस् हैन, अनि यहाँ साइन अपमा क्लिक गर्दाखेरि त्यो युजर देखिन्छ। अब फेरि यहाँ क्लिक गर्छु र यहाँ तपाईँ देख्न सक्नुहुन्छ कर्नरमा यहाँ अर्को युजर क्रिएट भइसकेको छ। जस्तै म यो युजरमा क्लिक गर्छु र साइन इनमा क्लिक गर्छु भने फेरि त्यो नयाँ युजर क्रिएट गरेको प्रोफाइलमा अब लगइन गर्छन् र यो यस्तो इन्टरफेस फर्स्ट टाइम यस्तो देखिन्छ। र तपाईँ यहाँ सबै कुरा आफ्नो हिसाबले एक्सेप्ट गरेर जान सक्नुहुन्छ र हेर्न सक्नुहुन्छ यो हाम्रो नयाँ युजर आइसकेको छ। सो आजको भिडियो कस्तो लाग्यो प्लिज हामीले कमेन्ट गरिदिनु होला। आजको लागि यति मात्रै, हस् त, धन्यवाद।